मर्निङ क्लास विद्यार्थी भाइ बहिनीहरूको भइरहेको छ। अब यति बेला 5:05 गइसकेको छ। यो हामीले पुरानो गोलभेडा चाहिँ पुरानो झ्याङ भएको कारणले गर्दा इको हिमाल नेपाल संस्था चाहिँ रावेसी गाउँपालिका भित्र कृषकहरूलाई मात्र हैन विद्यालयमा पनि विद्यार्थीहरूलाई माटोसँग खेल्नुपर्छ, माटो उत्पादनशील वस्तु हो भन्ने कुरा चाहिँ विद्यार्थीहरूलाई पनि सिकाउनुपर्छ भन्ने उद्देश्यले यो हामीलाई 4 लाखको ग्रिन हाउस दिनुभएको छ। यो उहाँहरुकै लगानीमा चाहिँ सबै कार्य भएको छ। तपाईहरु यहाँ कति जनाको टिम हुनुहुन्छ? आज कतिवटा विभागको? 4 टिमको छ। आज 4 वटा विभागको चाहिँ यहाँ ग्रिन हाउसमा छ। 2टा लाइनमा चाहिँ राम्रै फलिरहेको छ। यसलाई चाहिँ अहिले नमास्ने भन्ने कुरा भएकोले हामीले 2 ड्याङ चाहिँ जम्मा 4 वटा ड्याङ छ। 4 वटा ड्याङमा दिएको चाहिँ 2 ड्याङ चाहिँ अब दसैँमा निस्किने गरी एउटा 2टा ड्याङ चाहिँ हामीले यहाँ प्रयोग गर्ने भएको छौँ। हाम्रो काँक्रा यसरी फल्न थालेको छ। यहाँ 4-5 ड्याङ छ। अब हेरौँ कस्तो हुन्छ। कसै प्याज त उ भयो भने खाने निकाल्नु पर्छ। यसरी गर्ने के? यसरी त पनि गर्ने हो नि। अलिक डर घरमा काम गर्नु आछ के? ल ल हिँड्नुहोस्। यो औजारहरू चाहिँ हामीलाई 10,000 को हाम्रै स्थानीय विदेशमा रहेर हाम्रो कृषिको काम देखेर चाहिँ पूर्ण राईले चाहिँ हामीलाई 10,000 को औजारहरू दिनुभएको छ। ल खन्ने ढुङ्गा आयो भने ढुङ्गा छानेर बाहिर राख्नुपर्छ है। अब हाम्रो चाहिँ यो प्याज र कोपी भित्रै नै हाम्रो यो टमाटर चाहिँ रोप्दैछौँ। नमस्कार, मेरो नाम कृष्ण राई हो। म कक्षा 5 मा पढ्छु। यो यस विद्यालयको म नयाँ विद्यार्थी हो। आज हामी ग्रिन हाउसमा काम गर्न गइरहेको छु। मलाई धेरै खुसी लागेको छ। मैले यसरी काम गरेको थिइनँ। यहाँ मलाई साथीहरूले सिकाएर धेरै खुसी लागेको छ। नमस्ते यहाँहरूलाई, मेरो नाम कृष्ण राई हो। म यस विद्यालयको नयाँ विद्यार्थी। मेरो घर चाहिँ हलेसी तुवाचुकमा पर्छ। मैले यस ग्रिन हाउसमा काम गरिरहँदा व्यवहारिक कुरा सिकिरहेको छु। आज चाहिँ हामी सबैजना साथीहरू 5 बजीदेखि करेसाबारीमा काम गरिरहेको छौँ। घरमा हामी अहिले 7 बजेसम्म सुत्यौँ, तर हामी अहिले आवासमा बस्दा 5 बजेदेखि विभिन्न काम गरिरहेका छौँ। नमस्कार सम्पूर्णलाई, मेरो नाम खुसी राई। म कक्षा 8 मा पढ्छु। आज चाहिँ हामी 5 बजेदेखि विभिन्न कामहरू गर्दै आइरहेका छौँ। कसै साथीले टोयलेट सफा गर्ने, कसैले कुखुराका चल्लाहरूलाई चारो दिने, दिनभरि हेर्ने, ग्रिन हाउसमा काम गर्ने, करेसाबारीमा पानी लगाउने, फुलमा पानी लगाउने अनि ग्राउन्डहरू सफा गर्ने विभिन्न काम गरिरहेका छौँ। कसै समूहले सबै कक्षा सफा गर्ने, यो व्यावहारिक शिक्षा सिक्ने अवसर चाहिँ इको हिमालले दिनुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिनुपर्छ हामीले।